ल सबैजनालाई नमस्कार। हेर्नु आजभन्दा 10 वर्ष पहिला भनेको थिएँ नि मैले, आजभन्दा 5 वर्ष 6 वर्ष पहिला है म यो ठाउँमा हामीहरू सबै गाउँका बुवा आमा दाजुभाइ दिदीबहिनी सबै मिलिजुली गरेर चैतमा खेत रोप्ने भन्ने चलन हुन्थ्यो। चैतमा खेत रोप्ने, जेठमा असारमा खेतमा त्यो झार रोपेकोमा झारहरू फाल्ने, अनि साउनमा स्याहार्ने, यो खोलाहरू बाढेर वारिपारी गर्न नसक्ने सबै मिलिजुली वारिपारी गर्ने, अनि फेरि साउनमा रोप्ने, मङ्सिरमा स्याहार्ने गर्थ्यौँ है। अहिले हेर्नु त सबै बसाइसराईले यो खेत रोप्ने हेर्नुहोस्, पुरानो पुस्ताको बुवा आमाहरू काम गर्न नसक्ने हुनुभयो, अनि नयाँ पुस्ताको हामीभन्दा माथिको पुस्ताको दाइ भाउजूहरू सबै बसाइसराई बाबु नानीहरू पढाउन बाहिरतिर जानु पर्यो, बसाइसराई भयो भनौँ। अनि हामीभन्दा पछिल्लो हामी यस्तै छौँ, नगरी खान नमरी जान सक्ने भइयो। अनि हामीभन्दा पछिल्लो पुस्ताहरूका भाइहरू सबै पढ्ने बाहिर जाने भन्छन्, उनी बाहिरतिर लाग्न थाले। गाउँ सुन्नै छ, रित्तै छ। कसरी गाउँ फर्क अभियान आउँछ कि आउँदैन, के हुन्छ, यो ब्लग मात्रै हो साथीहरू। अब ब्लगमा कमेन्टमा लेख्नु होला है। त्यस्तो नराम्रो कुरा त केही पनि लेख्नु परेन, राम्रो कुरा त्यस्तो भयो भने लेख्नु होला। ल हस् त, धन्यवाद।